दिदी हजुरलाई मेरो सलाम छ। सम्पूर्ण नेपाली युवाहरूको सलाम छ। किनभने हजुरले चाहिँ हालै मात्र सिराहाको सत्यनारायण साफी जसले चाहिँ MBBS को पढाइमा पूर्ण छात्रवृत्तिमा चाहिँ स्कलरसिपमा नाम निकाल्न सफल हुनुभएको छ र जसलाई हजुरले पनि सहयोग गर्नुभएको छ। ज्याला मजदुरी गरेर दुःख गरेको एउटा नेपाली युवालाई तपाईँले पनि एउटा एप्रिसिएसन लेटर र 1 लाख रुपियाँ दिएर ठुलो गुण लगाउनु भएको छ। एउटा सकारात्मक सन्देश दिनुभएको छ, जुन चाहिँ यो तल भिडियोमा पनि हेर्न सकिनेछ। यो चाहिँ नेपालमा पनि गरिब परिवारबाट जन्मिएर पनि मेहनत गरेर दुःख गरेर चाहिँ केही बन्न सकिने रहेछ भन्ने चाहिँ एउटा गतिलो उदाहरण देखिएको छ भने नेपालमा यसरी गरिबलाई दलित जनजाति र उत्पीडनमा परेकाहरूलाई पनि सहयोग गर्ने हातहरू पनि छन् है भन्ने चाहिँ आशिका दिदीले देखाउनु भएको छ। यसको लागि चाहिँ हामी निकै नै सबै नेपाली जनताहरूले चाहिँ यसमा चाहिँ खुसी हुने अवसर पाएका छौँ।